के भन्दा रहेछ है त यसले अब आफै बिक्री गर्दै हिँडिँदैछ आफै किनेर ले त भन्नु हो र है जात्रा गर्नु जात्रा के भन्दा र ओ लक्ष्मण लिएर आइज न त एउटा क्यान हाम्रो क्याम्पाको ला पैसा चागिहालौँ न क्यान एउटा लिएर आइज न जात्रा खोइदेऊ एउटा स्टिकर दिदीलाई व्यापारी अरे हामी त अब चाख्नु पो पर्यो त कस्तो छ टेस्ट भनेर होइन अर्कोलाई मात्रै मिठो छ भनेर बेचेर भएन त्यही भएर अब लिएर आइज न भनेको नि एउटा त्यसले उहाँ स्टिकर पनि उयो गर्दैछ है दिँदैछ अब व्यापारी भइगयो हाम्रो व्यापारी मेरो पैसा 10 रुपियाँ तामुल दिनु अरे आयो माल लिएर आइगयो लिएन त कोही हाम्रो टेस्ट छ भनेर मात्रै होइन हामी व्यापारी हो अब मालगाडीमा पनि टन्नै छ लिने भए टन्नै छ कहिलेकाहीँ व्यापारी पनि बनिनुपर्छ यस्तै हो व्यापारमा अब ढिलो छिटो भन्ने कुरो त हुँदै गर्छ आउँदैछ अब लिएर त्यसले स्टिकर दिइराखेर क्याम्पक्क होला को वर्करलाई चाहिँ डाइरेक्ट दिँदैछ नि त रेडबुलको टेस्ट छ भन्दै 30 रुपियाँमा अब चाहिँ चाखेको छैन अब अनि चाख्नु पर्यो नि आयो रेडबुलको टेस्ट अरे तैँले खाएर हेरेको थिइस् कहिले हिजो वहीँ ट्रकदेखि लिएर आएको छ त ड्यामेजहरू भने कोही फुटाइदिएको रहेछ तपाईँ सिँगै यस्तै दिएको छ हामी टेस्ट गरेर हेर्छु भनेर भाइका मगाएकोबाट दिएको चाहिँ हेरेको रेडबुल जस्तै लाग्यो तर ठन्डामा चाहिँ राम्रो हुन्छ यो गरम खाँदा अलिकति ठन्डा हुनुपर्छ ठिकै हो आदत भयो भने किनकि यसको टेस्ट बुझेको छैन अहिले होइन 30 रुपियाँमा 185 ml ठिकै छ होगा यहाँ राख्दैन